सर नमस्ते। नमस्ते। सर यो पित्तको थैली वा किडनीमा पथरीको साइजको के महत्त्व छ र साइजले केही फरक पार्छ र? धेरै राम्रो क्वेसन भयो। हाम्रो सर्वसाधारणले जान्नुपर्ने यो चाहिँ कुरो पित्तको थैलीको पथरी र किडनीको पथरीको जुन साइज छ, साइज दुइटैमा साइजको अलग अलग अर्थ हुन्छ। जस्तै पित्तको थैलीमा सानो सानो साइजका पत्थरहरू धेरै छन् भने त्यो चाहिँ धेरै नै खतरनाक हुन्छ। ठुलो साइजको पत्थरीभन्दा साना साना साइजका पत्थरहरू अलिक बढी नै खतरनाक हुन्छ। साना साना साइजको पत्थरीले अलिक बढी नै कम्प्लिकेसन गर्छ। त्यसको जस्ट अपोजिट किडनीमा ठुलो साइजको पत्थरीले अलिक बढी असर पारेको देखिन्छ। साना पत्थरीहरू 6 mm भन्दा 5 mm भन्दा साना साइजका पत्थरीहरू प्रायः जसो त औषधिले अथवा पानी खाएर त्यो निस्किने सम्भावना नै धेरै भएको हुनाले त्यो दुइटै एक अर्काका विपरीत छन्। जस्तै यहाँ हामीले फोटोमा हेर्दाखेरि यो पित्तको थैली भयो। पित्तको थैलीमा धेरै पत्थरीहरू छ, साना साना पत्थरीहरू छन्। साना पत्थरी भएकोले यिनीहरू पित्तको नलीबाट यो मेन नलीमा, जसलाई हामी सिबिडी भन्छौँ, यो मेन नलीमा आएर त्यो पत्थरी आएर अब्स्ट्रक्ट गर्न सक्छ, मेन नलीलाई जाम गर्न सक्छ। त्यस्तो अवस्थामा मेन नलीमा आएर जाम गर्यो भने जन्डिस हुने सम्भावना, पेन्क्टाइटिस भन्ने एउटा एकदम घातक रोग हुन्छ, पेन्क्टाइटिस पनि एउटा घातक रोग हुने सम्भावना हुन्छ र एउटा कोलेन्जाइटिस पनि हुने सम्भावना भएकोले यो तिनटै रोग अलिकति धेरै नै घातक भएको हुनाले साना साना पत्थरी छ भने पित्तको थैलीमा त्यसलाई जति सक्दो चाँडो त्यसको चाहिँ सर्जिकल ट्रिटमेन्ट यानि अपरेसन गराउनु पर्ने हुन्छ। त्यसको जस्ट अपोजिट किडनीमा साना साना पत्थरी छन् भने यी साना पत्थरीहरू 6 mm 5 mm भन्दा साना साइजका पत्थरीहरू छन् भने यो पिसाबको नलीबाट यसरी निस्केर तल पिसाबबाट बाहिर निस्किने सम्भावना भएको हुनाले किडनीको लागि चाहिँ साना साना पत्थरीको लागि हामी वेट एन्ड वाच गर्न सक्छौँ। औषधिले गएन भने मात्र त्यसको अपरेसन गराउनु पर्ने स्थिति हुन्छ। तर त्यसको जस्ट विपरीत चाहिँ पित्तको थैलीमा साना पत्थरीहरू छन् भने त्यसलाई हामी सकेसम्म चाँडो अपरेसन गराउनु पर्ने स्थिति हुन्छ। धन्यवाद।